everyone, good morning, welcome back to my new video. So आज चाहिँ हामी चाहिँ जानु आँटेको कहाँ भन्दाखेरि चाहिँ ऋषिहाट हैन। अन्त ऋषिहाट चाहिँ मेरो भाउजूको घर हो नि त, त्यहाँनिर जानु आँटेको। सो हेरौँ के कस्तो हुन्छ हैन, हेर्दै जाउँ। अन्तखेरि तपाईहरुलाई पनि म देखाउने छु के कस्तो हुनेछ। फिलहाल चाहिँ म यहाँनिर मेरो माइत आइराखेको छु नि त, अन्त हामी सबैजना जाने। सो त्यही हो, हेर्दै गर्नुहोस् मेरो सानो मिठो भ्लग। अब चाहिँ हामी रेडी भएर निस्किसकेको छौँ हैन सबैजना। अन्त गाडी चाहिँ यहाँ छ नि त, अन्त यहाँनिर बडहरू पनि जानुहुन्छ हो। सबै निक्लिसकेको छु। अन्त नानाजी तपाईँलाई मेरो भ्लगमा के भन्नु छ? तपाईँले लाइक सेयर सब्सक्राइब गरिदियोस् भन्नु न। अन्त यहाँनिर चाहिँ हाम्रो नानी पनि छ, नानी र भाउजू चाहिँ माइत जानुभएको हो। म तपाईँहरूलाई यहाँनिर हाम्रो गाउँको भ्यू यस्तो छ नि त, हाम्रो गाउँबाट चाहिँ यस्तो देख्छ होइन। हाम्रो तल यहाँनिर चाहिँ हाम्रो रेशमा पाट पनि आइसक्नु भएको छ। रेशमा पाटलाई के भन्नु छ मेरो ब्लगमा भन्नुहोस् न। हामी दुईजना त अनुहारमा चाहिँ सेम भनेको त, टी सर्ट पनि सेम भएछ, पिङ्क पिङ्क भएछ हामी त। यो कलर गऱ्यो भने चाहिँ हौ त्यस्तो हुन्छ हौ है, त्यो चक्रक्क परेको। अनि यहाँ चाहिँ पछाडि पनि आउनु हुँदैछ भाउजूहरू। हामी चाहिँ यहाँ खच्चाखच भएर पनि अब बसिसकेँ। अब चाहिँ यहाँ जाँदैछु। ए हाई भन्न हाई भन्दैन मेरो भ्लगमा। हेर्नु न भाउजू, हात राख्नु नदिएको मलाई। आइपुग्यो मेन रोडबाट चाहिँ अब जानुपर्छ यता। यहाँ चाहिँ गयो इबो इबो आऊ इबो नहेरेर न, बाई बाई। त्यहाँ झऱ्यो हामी चाहिँ हामी यहाँबाट यहाँ चाहिँ अब हामी जाँदैछु। तपाईँलाई के भन्नु छ? मैले झन् अघि आमाले गरेन भनेर कि अलिकति यति मात्रै खाएर। सो गाइस अब चाहिँ हामी फाइनली ड्राइभर आइपुगिसक्यो होइन। ड्राइभरबाट चाहिँ अब कहिले जानुपर्छ? हाम्रो चाहिँ यहाँ ओह्रालोबाट फेरि जाम भयो। कता जाम हुँदैन, बाटी छैन दिदी झन् नपाइ कस्तो पर्छ। आज चाहिँ रामनवमीको लागि यहाँ बादल पुरा हुन्छ। कुन के डाँडा भन्छ यसलाई? त्यस्तै के भन्छ यसलाई? त्यस्तै भन्छ। ऋषिहाट 1 किलोमिटर रहेछ है। अब यहाँनिर चाहिँ आई लभ ऋषिहाट लेखेको रहेछ। हामी आइपुगेर चाहिँ यहाँनिर हो होइन। यहाँनिर यस्तो ए कोपीहरू फलेको रहेछ। अब चाहिँ हामी यहाँबाट निक्लिँदैछु। खानापिना पनि सबै भइसक्यो हो। यहाँ चाहिँ अब जाँदैछु। कसले गाइस हामी चाहिँ फाइनली यहाँबाट फाइनली हिँड्दै अब चाहिँ हामी
सके अब चाहिँ यहाँ जाँदाखेरि चाहिँ हामीसँग अनमोल पनि छ हाई भन्ने भाइ अब हामी यो पावर हाउस अरे होइन चित्रबुङकै चाहिँ पानी रहेछ कि तर अलिक मैला भइरहेको रहेछ अन्त यहाँनिर सबैजना हामी झरिरहेको छौँ हो हामी यहाँ एकछिन जाने घुम्नु जाने नि त अब चाहिँ यहाँनिर चाहिँ मेरो दादाको च्यानल छ लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् यहाँनिर चाहिँ यो चाहिँ बनिँदै गरेको म्युजियम अरे चाहिँ हो मौरी पनि पाल्छ क्या हो यहाँ त ओइ यस पनि यो चाहिँ हो मेरो बहिनी अनि चाहिँ दिदी बहिनी घुम्नु नि त्यो काम कहाँ यहाँनिर चाहिँ हामी यो पुरानो पुल हेर्नु गएको होइन डेलिकेट छ अरे तर यो चाहिँ आगा मर्यो जोत्ते बाटो चाहिँ अलिक यस्तो रहेछ यहाँनिर बनाउँदै रहेछ नि त नयाँ यस्तो छ बाटो चाहिँ अलिकति पानी बग्दै रहेछ यस्तो रहेछ नि त यहाँ चाहिँ पुल अब क्या डर लाग्दो रहेछ यस्तो रहेछ यहाँ चाहिँ जानु त खतरा के खिलाडी है खतरा के खिलाडी यस्तो डर लाग्दो रहेछ है चाहिँ बाटो चाहिँ हामीले त्यहाँनिर पुल पनि हेरिसक्यो होइन अन्त चाहिँ अब हामी जाँदैछ यता यहाँनिर चाहिँ यो चाहिँ हो मेरो भदै ठुलो भइसकेको छ भदै त फुपू भन्दा पनि अग्लो तर एक्जाम सकेर कस्तो फिल भइरहेको छ अरे भाइ अब हामी जाँदैछु हो देखाएँ मैले यहाँनिर चाहिँ यो म्युजियम है भाइ अन्त म्युजियम अरे बनाएको अरे हो अब अच्छा हो यस्तो हामी यहाँनिर फोटोसुट हुँदै रहेछ फोटोसुट यो चाहिँ पानी रहेछ कि ओ माय गॉड पानी आएछ कि यो त तर एकदम हरियो कुन कस्तो खालके कस्तो हरियो न हरियो भइसकेको छ सबैले फुटहरू खिच्दैछ हो यो चाहिँ सबै बाटो यस्तो रहेछ होइन जाँदैन होला नि उयो त्यो मान्छे त्यो दोकानको त्यहीँ राख्छ होला त्यस्तै राख्यो खतरनाक रहेछ बाटो ओह्रालो कस्तो हुन्छ हिँड्दैछ त अहिले उकालो आउनु साह्रो पर्दैन है अहिले हामीलाई साह्रो लाग्यो मलाई बाटो त्यहीँ तल त अस्ति आएको थियो कि तिनीहरू हालिरहेको छ म भन्दा ठुलो हो $19.99 को हामी प्रशान्त जत्रै हो हामी चाहिँ यहाँ तल आइबिआई पुग्यो हामी यहाँ चाहिँ हो चित्रबुङको आइबी यस्तो रहेछ यहाँ आइपुग्यो गाइस गरम चाहिँ एकदम खतरा भन्दा पनि खतरा रहेछ होइन सो त्यही भएर चाहिँ है के
के हो खै हो र त्यही भएर चाहिँ हामी चाहिँ यहाँ जाँदैछु तल गरम रहेछ है भाइ जाँदै थियो सबैजना होइन जाँदैछ यो खतरनाक के भन्छ अरे साइला के छ भन्छ पैसा दिनु चाहिँ लक रहेछ होइन सही हो बाहिरबाट अलिअलि चाहिँ यस्तो छ यो चाहिँ पाउडर हाउस रहेछ यहाँ चाहिँ यस्तो बाटो छ अनि यहाँबाट मजाले जाने रहेछ यति रहेछ सो यो चाहिँ अब हामी तल होइन आइबी र पावर हाउस हेरेर फर्केको बेलामा यहाँनिर चाहिँ अब हामी बाटोहरू गर्दै फर्किँदै थिएँ हो अन्त मैले चाहिँ एन्ड गर्नु बिर्सेछु भ्लगमा चाहिँ होइन त्यही भएर चाहिँ यसमा मैले भोइस ओभर गरेको सो यति नै थियो मेरो सानो मिठो भ्लग होइन होप तपाईँहरूलाई राम्रो लाग्यो होला इन्जोय गर्नुभयो होला होइन सो थ्याङ्क यू सो मच फर वाचिङ